नाकलाई खाइदिनुहोस्। यो खायो भने घाँटी दुखेको चट्टै, अरू केही दबाई चाहिँदैन। घाँटी दुखेको एकचोटि थोरै खाइदिनुहोस् त, एकदम मजाले यसरी उकाउने हो। खाइदिनुहोस् ल, यो हल्का खाइदिनुहोस् त, यसरी लिने खाइदिने हो। ऐसेलु भन्छ, ऐसेलुको भर्खर पलाएको टुसा हो। यसले के गर्छ? यो चाहिँ घाँटी दुखेको छ भने केलाएर खानुहोस्। यसरी सट्ट उकाएर। यो चाहिँ घन्टी चुप भन्छौँ हामी यो भेटारतिर। यसको जरा चाहिँ कसरी सुँग्नुपर्छ हल्का डेमो गरिदिनु त। यो चाहिँ पुरा यसलाई चाहिँ तपाईँले यसरी माडेर अनि नाकमा हाल्ने, नाकमा सट्ट लाउने, सट्ट पिरो हुन्छ हैन, सुँग्ने। नाक चाहिँ आमामामा भित्र। ल चाहियो भने भेटामा सम्पर्क गर्नु होला। नमस्ते। यो लकडाउनको बेला चाहिँ यो पुरा आयुर्वेदिक खोज्दैछौँ है। यो चाहिँ हामी घन्टी चुप भन्छौँ। सेतो फुल्छ, रस चाहिँ त्यति खाइँदैन। यसको जरा चाहिँ तपाईँलाई रुगा लागेको छ भने सम्पर्क गर्नु होला। एकदम पिरो हुन्छ, च्वाट्टै हुन्छ यो जराले। सम्पर्क गर्नु होला।